हेलो हेलो साथीहरू, के छ खबर आराम कुशलै हुनुहुन्छ अनि हजुरहरू। आज चाहिँ म नानीको टिफिन बनाउँदैछु। यहाँ पानी बसाएँ कराईमा थोरै, अनि अलिकति तेल लगाएँ, अनि बेसार थोरेँ, अनि अलिकति नुन पनि लगाएँ। म जहिले पनि त्यसरी गर्छु। अनि यहाँ सिमला मिर्च पनि काट्नु पर्यो भनेर रेडी पार्दैछु। अनि पानी बगबग भएर उम्ल्यो पनि, अनि उम्लेपछि मैले थुक्पालाई लगाइदिएँ मैले। अनि त्यहाँनिर म मजाले चलाउँदैछु। अब त्यो थुक्पा मजाले पाक्छ नि त, त्यसरी। अनि मैले चाहिँ त्यसो गर्छु। अनि यता थुक्पा पनि उम्लेर रेडी भइसक्यो। अनि मैले त्यसलाई धोइधाइ गरेँ, अनि ल्याएर चाहिँ मैले प्यान बसाएँ। अनि त्यहाँदेखि थोरै तेल लगाएँ। धेरै तेल लगायो भने चाहिँ मेरो छोरीलाई मनै पर्दैन। अनि थुक्पामा चाउमिनमा पनि कस्तो उयो हाल्नुभएको, मेथी भन्नुहुन्छ होला। मलाई चाहिँ मेथी लगाएर साह्रै मनपर्छ। जेमा पनि म मेथी नै लगाउँछु नि, त्यही भएर। अनि मैले गेडागुडीहरू सबै रेडी पारेँ। अनि पहिले गेडागुडीलाई भुटेँ है। अनि यसो गरेपछि त्यो प्याज पनि डढ्दैन नि त। अनि मैले त्यस पछाडि प्याज लगाएँ। अनि प्याज लगाइसकेपछि त्यो अलिअलि रातो रातो भए पछाडि मैले सिमला मिर्च पनि काटेर थियो अलिकति। त्यो अब छोरीलाई त मन पर्दैन पर्न चाहिँ, र पनि मलाई चाहिँ अब मिठो लाग्छ नि त त्यो चाहिँ। अनि त्यो भएको हुनाले मैले लगाइदिएँ। अनि यतिको रातो रातो भइसकेपछि मैले अघि उसिनेको थुक्पालाई लगाइदिएँ। अनि लगाइदिएर अलिकति सस पनि लगाएँ। अनि अरू थोक मसलाहरू चाहिँ म केही लाउँदिनँ, यति हो मैले लाउने नै। अनि यसैलाई अल्ट्याङपल्ट्याङ पारेँ, फुटपाट पारेँ। अनि यस्तो भएको थियो आजको टिफिन मेरो छोरीको। हजुरहरू कसरी बनाउनुहुन्छ, मैले बनाएको हजुरहरूलाई मन पर्यो कि परेन, लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि मैले त्यो अलिअलि सेलाउँछ। अनि सेलाएपछि मैले चाहिँ टिफिनमा लगाइदिएँ। टिफिनमा लगाइदिएपछि त अब तातै हुन्छ नि त, त्यसरी सेलाउन पनि पाउँदैन। अनि अलिकति कागती लगाइदिएँ। अनि कागती नजर चाहिँ साह्रै मन पराउँछ मेरो छोरीले चाउमिनमा। त्यो भएको हुनाले मैले चाहिँ कागती लगाइदिएँ। अनि त्यो रेडी भयो। अनि फलफुलमा चाहिँ मैले आँप लगाइदिएको थिएँ। आँप चाहिँ साह्रै मनपर्छ क्या मेरो छोरीलाई, आँपहरू। अनि मैले चाहिँ यहाँ रेडी पारेँ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई।